नमस्कार साथीहरू। आजको यस भिडियोमा म फेसबुक पासवर्ड परिवर्तन गर्ने दुई तरिका सिकाउन गइरहेको छु। हाम्रो फेसबुक अकाउन्ट सुरक्षित राख्नको लागि बलियो पासवर्ड हुन अत्यन्तै जरुरी छ। किन पासवर्ड परिवर्तन गर्न आवश्यक छ त? सुरक्षाको लागि। यदि तपाईको पासवर्ड अरू कसैले थाहा पायो भने तपाईको अकाउन्ट ह्याक हुन सक्छ। पासवर्ड बिर्सिएमा कहिलेकाहीँ धेरै समयसम्म प्रयोग नगर्दा पासवर्ड बिर्सिन सक्छ, जसले गर्दा नयाँ पासवर्ड सेट गर्न आवश्यक हुन सक्छ। ह्याकिङ जस्तो गतिविधि देखिएमा यदि तपाईको अकाउन्टमा अनौठो गतिविधि देखिन थालेको छ भने तुरुन्त पासवर्ड परिवर्तन गर्न आवश्यक छ। आज म दुई तरिकाले पासवर्ड परिवर्तन गर्न सिकाउने छु। पहिलो तरिका, लगइन भएको फेसबुक अकाउन्टबाट सेटिङ मार्फत पासवर्ड परिवर्तन गर्ने तरिका। दोस्रो तरिका, पासवर्ड बिर्सिएको अवस्थामा पुनः सेट गर्ने तरिका। सबैभन्दा पहिला आफ्नो फेसबुकमा ओके गर्नु होला। यस्तो फेस देखिसकेपछि फर्गेट पासवर्ड गर्नु होला। अब तपाईले यहाँनिर आफ्नो अकाउन्ट देख्न सक्नुहुन्छ। यदि तपाईले देख्नु भएन भने आई क्यान्ट सी माई अकाउन्टमा ओके गर्नु होला। यहाँ मोबाइल नम्बर अथवा इमेलबाट चाहिँ तपाईको पासवर्ड फरवर्ड गर्ने अप्सन देखाएको छ। अब यहाँ मोबाइल नम्बर अथवा तपाईले इमेलबाट गर्नु चाहे भने सर्च बाई इमेल एड्रेस भनेर तल छ, इमेल हाल्नु होला। यसरी हालिसकेपछि कन्टिन्यू गर्नु होला। तपाईले यहाँनिर तपाईको अकाउन्ट देख्न सक्नुहुन्छ। तपाईको अकाउन्ट देखिसकेपछि यहाँ गेट कोड और लिंक बाई इमेल भन्ने यहाँ बिचमा क्लिक गर्नु होला र कन्टिन्यू गर्नु होला। न्यू पासवर्ड हाल्नु होला। अब तपाईलाई यहाँनिर व्हाट्सएपमा अथवा मोबाइलको मेसेजमा अथवा तपाईलाई चाहिँ इमेलमा चाहिँ ओटिपी आउने छ। अब मेरो वहाँ व्हाट्सएपमा आएको छ। यसलाई कपी गर्नु होला। यहाँनिर चाहिँ इन्टर गर्नु होला, कन्टिन्यू गर्नु होला। फाइनली पासवर्ड चेन्ज भएको छ। फेसबुकको पासवर्ड चेन्ज गर्ने दोस्रो तरिका रहेको छ। सबैभन्दा पहिला तपाई आफ्नो फेसबुक अकाउन्टमा जानु होला। सेटिङमा जानु होला। सेटिङमा जानु होला। सेटिङ एन्ड प्राइभेसीमा जानु होला। सेटिङमा जानु होला। पासवर्ड एन्ड सेक्युरिटीमा ओके गर्नु होला। पासवर्ड एन्ड सेक्युरिटीमा फेरि ओके गर्नु होला। चेन्ज पासवर्डमा ओके गर्नु होला। आफ्नो प्रोफाइलमा ओके गर्नु होला। तपाईले पासवर्ड बिर्सेको छ भने फर्गेटन योर पासवर्डमा गर्नु होला, अथवा तपाईसँग पुरानो पासवर्ड छ भने करेन्ट अहिले भएको पासवर्ड माथि हाल्नु होला। तल चाहिँ दुई ठाउँमा चाहिँ नयाँ पासवर्ड हाल्न सक्नुहुन्छ। अहिले म पासवर्ड बिर्सेको पासवर्डबाट जाँदैछु, फर्गेटन योर पासवर्ड। अब यहाँनिर ओटिपी चाहिँ यहाँ इमेलमा आउनेछ, अथवा फोनमा आउन चाहनुहुन्छ भने तपाईँ एनदर वे गर्न सक्नुहुन्छ। अहिले म ओटिपी इमेलबाट गर्दैछु। कन्टिन्यू गर्नु होला। यसरी ओटिपीलाई कपी गर्नु होला। इन्टर गरेर कन्टिन्यू गर्नु होला। नयाँ पासवर्ड हाल्नु होला। नेक्स्ट गर्नु होला। मैले चाहिँ यहाँ टु फ्याक्टर एथेन्टिफिकेसन चाहिँ अन गरेको हुनाले मेरो अर्को मोबाइलबाट चाहिँ एक्सेस दिनुपर्ने हुन्छ। यसरी यहाँनिर आएको छ, एन अनरेकग्नाइज्ड डिभाइस रिसेन्टली अटेम्प्ट टु एक्सेस योर अकाउन्ट भनेर यसरी देखाएको छ। यहाँ ओके गर्नु होला। कन्टिन्यू गर्नु होला। दिस वाज मी गरेपछि
यसरी चाहिँ एक्सिस जानेछ। कन्टिन्यू गर्नु होला। फाइनली पासवर्ड चेन्ज भइसकेको छ। यसरी नै तपाईले सजिलै फेसबुकको पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ। सुरक्षा भनेको केवल पासवर्ड परिवर्तन गर्नु मात्रै नभई बलियो पासवर्ड प्रयोग गर्नु, कसैसँग पनि पासवर्ड सेयरिङ नगर्नु, दुई चरणीय प्रमाणीकरण टु फ्याक्टर अथेन्टिफिकेसन जस्तै अतिरिक्त सुरक्षा उपायहरू अपनाउनु पनि उत्तिकै आवश्यक छ। यदि यो जानकारी र उपयोगी लाग्यो भने भिडियोलाई लाइक, शेयर र कमेन्ट गर्न नबिर्सिनुहोला। तपाईको कुनै जिज्ञासा वा प्रश्न छ भने कृपया कमेन्टमा लेख्नुहोला। नयाँ उपयोगी भिडियोहरूका लागि पनि मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को जानकारीमूलक भिडियोका साथै पुनः आउनेछु। फेरि भेटौँला। धन्यवाद।